सपनामा त्यस्तो किसिमको आयो कि बाउले चाहिँ मलाई मार्नु पर्ने हो कि मैले बाउलाई मार्नुपर्ने हो भन्ने किसिमको चाहिँ सपनामा मैले देखेँ। त्यो देखेपछि मैले बाउलाई मारेको भन्ने चाहिँ बयान दिनुभएको छ। अन्य थप अनुसन्धान त अब के खुल्छ अब त्यो हामी हेर्दैछौँ। थप अनुसन्धानकै क्रममा पुर्याउनेको छैन। यसमा अब हामीले आजको पत्रकार भेटघाट चाहिँ आफ्नै बुवाको कर्तव्य गरी फरार एकजना प्रतिवादीले हामीलाई पक्राउ गरेका छौँ। यही सम्बन्धमा हजुरलाई जानकारी गराउनको लागि आजको पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी गराउन चाहन्छु। घटना विवरण मिति 2063 1 महिना 17 गते अन्दाजी 18:45 बजेको समयमा जिल्ला कास्की रूपा गाउँपालिका वडा नम्बर 4 बागेडाँडा स्थित यही बस्ने वर्ष 62 को रामबहादुर घरतीको घाँटीमा गलबन्दी बेरिएको, नाकबाट रगत बगेको, अचेत अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुन साथ हाम्रो इलाका पत्रकारले डाँडा शिशुवाबाट प्रयोग टोली खटी गई। त्यसमा प्रारम्भिक अनुसन्धान पश्चात पोस्टमार्टमको लागि हामीले पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाएका थियौँ, जसमा चाहिँ घटनाको विषयमा सूक्ष्म रूपले अनुसन्धान गर्दै जाँदा निज मृतकको घाँटीमा गलबन्दीको फन्का बेरिएको अवस्थामा भेटेका थियौँ र नाकबाट रगत जस्तो तरल पदार्थ बगिरहेको र कोठाको ढोका चाहिँ खुल्लै रहेको अवस्थाले गर्दाखेरि अलिकति चाहिँ शङ्कास्पद हो कि भन्ने हामीलाई चाहिँ लाग्यो। र त्यस पश्चात हामीले त्यसलाई सूक्ष्म रूपमा अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न निजकै कान्छो छोरा वर्ष 34 को भीमबहादुर भुजेललाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौँ र यो मृतकको यस्तो अवस्थामा हुनुहुन्थ्यो। र हाम्रो यो अभियुक्तको विवरण यस अनुसार राखेका छौँ। र यसमा चाहिँ निजलाई चाहिँ मुलुकी अपराध संहिता 2074 को परिच्छेद 12 को ज्यान सम्बन्धी कथन अन्तर्गत दफा 177 को कर्तव्य ज्यान सम्बन्धी मुद्दामा दिन 10 दिन चाहिँ सामान्य जिल्ला अदालत कास्कीबाट म्याद थप भई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी गराउन चाहन्छु। यो हत्याको कारण चाहिँ के रहेछ र के कारणले हत्या गरे? अब बाहिर आए अनुसार सपनामा बा मारेको देखेपछि विपनामा मारिदिएको भन्छ। हाम्रो पनि अहिले प्रारम्भिक रूपमा अब अभियुक्तको चाहिँ बयान लिने क्रममा अब अन्य कुराहरू पनि खुल्दै जाला, केही थप भएमा चाहिँ खुल्दै जाला र अहिलेसम्म चाहिँ बयानमा भनेअनुसार उहाँले सपनामा कि बाउले छोरालाई मार्नुपर्ने हो कि छोराले बाउलाई मार्नुपर्ने भयो भन्ने किसिमको सपना देखेँ मैले। त्यो सपना देखिसकेपछि मैले गएर मारेछु भन्ने किसिमको चाहिँ उहाँले बयान दिनुभएको छ सपनामा।